साथीहरु मैले चाहिँ मेरो बुढाको लागि चाहिँ अनलाइनबाट सामान अर्डर गरिदिएको थिएँ हैन। यहाँ अनबक्सिङ गर्दै हुनुहुन्छ। के कस्तो आएछ हेरौँ ल। कलर त भनेकै जस्तो आएछ हो। दुईटा पिस एउटा ब्ल्याक एउटा ग्रे। ओ माय गॉड है कस्तो सफ्ट खालको है। पछाडी पकेट छ हेरौँ त। छ वाउ रहेछ है दामी। अर्को खोल्नुस् त। ओ माय गॉड साथीहरु एकदम राम्रो आएछ हैन भनेको जस्तै आएछ है। एकदम हेर्नु न सफ्ट हो काचककुचुक बनाएर यसो गरेर बोक्दा पनि हुने खालको है। मन पर्यो? पकेट पनि हेर न त्यही कलरको रहेछ कि पकेट एक्स्ट्रा देखिँदैन क्या। अरूको चाहिँ अब एक्स्ट्रा पकेट हुन्छ नि त। ल साथीहरु एकदम फास्ट डेलिभरी भयो हैन। मेरो बुढाको चाहिँ फेरफारे लुगै थिएन हो। त्यही भएर चाहिँ अनि यहाँ मैले अनलाइन अर्डर गरिदिएको थिएँ तर एकदमै राम्रो आएछ। क्वालिटी पनि एकदम राम्रै भनौँ न। प्राइस पनि रिजनेबल हो नि त हैन। प्राइस अनुसार एकदम राम्रै भनौँ न कपडा पनि हैन। अनि एकदम फास्ट डेलिभरी क्या। ल बबाल देखियो ल दामी है एकदम दामी। ल अनलाइन अर्डर गरे पनि नि साथीहरु हैन एकदम चित्त बुझ्दो तरिकाको मान्छे आएछ। म चाहिँ यहाँ साथीहरु चटपटे खाँदै हैन यता टिभी पनि हेर्दै सोचे जस्तै भएछ। सोचे जस्तै आएछ। पकेट ठुलो छ अरे। पकेट मोबाइल त यहाँ तल पुग्छ। 1 केजी जति चिउरा अट्ने रहेछ पकेटमा।